हेलो हेलो स्वागतम। आज चाहिँ लास्टै पानी परिरहेको छ, दिन पनि एकदम दामी भइरहेको छ। आज टक्क वाइफाई खोलेर पपकर्न अनि कोक साथमा राखेर नेटफ्लिक्स खोलेर फिल्म हेर्ने खालको दिन भइरहेको छ। तर यो चाहिँ सहरियाको लागि मात्र है। गाउँमा चाहिँ आज लास्टै पानीको दिन काम हुन्छ, खेतमा जाने, कुलो खन्ने, पानी लाउने, कोदो रोप्ने, त्यस्तै हुन्छ। आज चाहिँ म यहाँ कोदो रोप्ने खेतालामा आएको थिएँ। मेरो चाहिँ अरू केही काम हुँदैन घरमा, त्यही यो भिडियो बनाउने बस्ने, त्यही भएर यसो आज खेताला आइदिउँ भनेको। आज फेरि पानी पऱ्यो, पानी पनि पऱ्यो भन्दैन है गाउँतिर त। गाउँतिर बच्चियाको मुद्दा आयो भन्छ। यो चाहिँ किबी बारी है, यो चाहिँ किबी मात्र छ। चाहिँ पानी पनि रहिसकेको छ। हामी चाहिँ अब कोदो रोप्न जान लागेको। यहाँ चाहिँ बेउ उखाल्नु हुँदैछ। गाउँमा बसेपछि काम त के हो। यो चाहिँ हामीले हिजो रोपेको कोदो आज यता रोप्नु पर्ने छ। आज पनि सकिँदैन होला, यस्तै हो। यो भटमास उम्रिँदैन भर्खर। यो भटमास रुङ्नु आएको, यहाँ ढुकुरले खान्छ भने के हो के अनि यो चाहिँ मेरो फर्स्ट एन्ड लास्ट भ्लग पनि है। अब मलाई भ्लग बनाउनु त खासै मन लाग्दैन, त्यही पनि यसो बनाइदिउँ भनेर आज बनाइदिएको। अब हेरौँ कस्तो रेस्पोन्स आउँछ। ठिकै आयो भने बनाउनु पर्छ, होइन भने चाहिँ हलो र है। यहाँ यो जुवामा गोरु हालेर जोत्ने। यहाँदेखि जा त तलमा जोत्छु एकचोटि यस्तो पक्रेर। ल खोइ त राख्दै होस्। यो गोरुले सकेन तान्नु। यो भर्खर बहर चाहिँ छ, बहरले खासै तान्नु सक्दैन। ओ घरबेटी आमै आज नरोपौँ है, मान्छे पनि छैन र आज, अल्छी लाग्यो। केटोलाई नि रोप्नु मन लागेन अरे। हो त्यो तपाईँ बिउ काट्दै गर्नु, हामी एकछिन गेम खेलेर आउँछौँ। लौ क्यामेरा त खत्तम छ त हौ मेरो त। यो चाहिँ कोदोको बिउ है। कोदोको बिउ मुठा मुठा काटेर बनाएर बान्नुपर्छ। यहाँ माइजू उखाल्नु हुँदैछ। काँक्रा पनि रोप्नु भयो। रोप्दा पनि एक एकवटा गन्दै रोप्नुपर्छ अनि के कहिले सक्ने हो यत्रो। राम जाँगर त भइहाल्छ नि यस्तो अल्छी लाग्दो काम देखेपछि। अझ चाहिँ काम क्यान्सल गरिदिउँ भनेको, गर्नै पर्ने अरे काम। अब एकछिन कामतिर फोकस हानौँ है त।
काम गर्दा गर्दै पानी आएर चाहिँ लास्टै बिजोग भइरहेको हाम्रो चाहिँ यहीँ बाख्राको पाठा पनि बिजोग छ सबको बिजोग पानी पनि सानो आएको छैन काम पनि अब त्यतिकै रहला जस्तो छ है पानी त रह्यो तर रात परेको हुनाले आजको भिडियो यति नै अब अर्को भिडियोमा भेट्दै गरौँला त्यतिजेलकोसम्मलाई बिदाई अनि सब्सक्राइब गरिराख्नु होला हाम्रो नयाँ भिडियो फेरि कमेडी भिडियो आउने नै छ धैर्य गर्नु होला हैन त।